So hello everyone, my name is Vikram Kesi, currently pursuing my BCS in IMS College. Today I am here to present about my research work. Currently I am doing with my friends on this rest over here and under the supervision of Kritesh Ronia sir under the Mantra lab. So before diving into my research work, I would like to show you some questions. So मैले चाहिँ के चाहन्छु भने हजुरहरुले चाहिँ यो क्वेशन्स देखेपछि सर्ट एन्ड सिंगल वर्ड आन्सर चाहिँ सोच्नु है त दिमागमा हजुरहरुले सबैले व्हाट डु गर्ल्स लाइक टु वाच अन टिभी व्हाट डु यु थिंक इट कुड बी ड्रामा राइट इट कुड बी सिरियल इट कुड बी कार्टुन्स राइट 1 2 3 वर्ड्स मात्र सम्झिँदा हुन्छ है हजुरहरुले चाहिँ वर्ड है सो नेक्स्ट वान इज पेरेन्ट्स अफन क्राई टियर्स अफ जोय एट देयर चाइल्ड्स व्हाट might be graduation, might be marriage, right? Might be birth, right? So same question चाहिँ मैले के गरेको थिएँ नि फेमस LLM जुन ChatGPT छ त्यो ChatGPT लाई पनि सोधेको थिएँ के and these are the responses. ChatGPT ले फर्स्ट एन्सरमा के दिएको थियो ड्रामा, रोमान्स, रियालिटी शोज, कमेडी, क्राइम थ्रिलर्स एन्ड सो अन बर्थ, ग्रेजुएशन्स, वेडिङ राइट सो हजुरले जुन अघि सोच्नु भएको थियो एन्सर्स वान वर्ड एन्सर्सहरु माइट बी योसँग अलाइन गर्यो पनि होला गरेन नि होला राइट सो हाम्रो रिसर्च वर्क चाहिँ के हो भने हाम्रो बेसिकली हाम्रो जुन एलएलएम्सहरु हजुरले युज गरिराख्नु भएको छ डे टु डे लाइफमा सम अफ यु आर युजिङ माइट बी ChatGPT सम अफ यु आर युजिङ जेमिनाई को हैन सो एलएलएम्स ले चाहिँ एक्चुअली मान्छेको अन्डरस्ट्यान्डिङलाई बुझ्छ कि इज जस्ट प्रिडिक्टिङ द वर्ड त्यो अन्डरस्ट्यान्डिङलाई त्यसलाई एनालाइज गर्नु चाहिँ हाम्रो रिसर्च वर्क हो के है So do LLMs know the people? है चाँडै नै हजुरले अब 4-5 महिनामा यो नेटमा खोजेर रिसर्च पेपर पढ्न सक्नुहुन्छ है चाँडै नै रिसर्च हुनेवाला के रे पब्लिश हुनेवाला छ वी आर वर्किङ अन दिस सो रिसर्च इन्ट्रोडक्सन्स भने जस्तै अघि मैले भने जस्तै हाम्रो मेन रिसर्चको उद्देश्य भन्नु नै हामीले जुन एलएलएम्स एज अ सधैँभरि युज गरिरहेको छ त्यसले चाहिँ एक्चुअलमै हाम्रो कुनै वर्डहरूलाई प्रेडिक्ट गर्न मात्र बेटर हो कि एक्चुअली हामी मान्छेहरूलाई पनि चिनेको छ त हामीले जुन कुराहरू हामीले जुन सोच्छौं त्यो अनुसार पनि चिनेको छ त्यसलाई एनालाइज गर्नु चाहिँ हाम्रो मेन एजेन्डा हो रिसर्च वर्कको So obviously after analyzing all those things and compare कतिको हाम्रो LLMsहरु चाहिँ बेटर छ हाम्रो रिजनिङमा हाम्रो अन्डरस्ट्यान्डिङमा एज अ ह्युमन बीइंग्स ह्युमनको लागि चाहिँ त्यसलाई एनालाइज गरेर चाहिँ आफ्टर हाम्रो फाइन्डिङ्सहरु चाहिँ रिसर्च वर्क पब्लिश गर्ने चाहिँ हाम्रो मेन एजेन्डा हो रिसर्च गोल हो सो अब रिसर्च मेथोडोलोजी भन्दा बित्तिकै obviously हाम्रो चाहिँ सुरुमा चाहिँ डेटा कलेक्ट गर्नुपर्छ हामीले ग्राउन्ड लेभल देखि नै आफैले डेटा कलेक्ट गरिरहेको छौं सो सर्टली आई विल टक अबाउट द डेटा कलेक्सन्स एन्ड आफ्टर दैट अनि हामीले चाहिँ डिफरेंट मोडल मल्टिमोडल मोडलहरुमा चाहिँ मोडल प्रिपरेसन्स गरेर चाहिँ इभ्यालुएट गर्ने व्हिच मोडल परफर्म्स बेटर टु अन्डरस्ट्यान्ड द ह्युमन बीइंग्स ह्युमन थट्स त्यसलाई इभ्यालुएट गरेर चाहिँ obviously लास्टमा चाहिँ राइटिङ एन्ड पब्लिशिङ द रिसर्च इज आवर मेन गोल So talking about the dataset overview, हामीले dataset मा चाहिँ हाम्रो dataset comprise of text and images both. That's why I am calling is as a multimodal dataset. So जसमा चाहिँ हामीले चाहिँ हिन्दी र इंग्लिश ल्याङ्ग्वेज दुवैको डेटा कलेक्ट गरिरहेको छौं and these languages this data are from different shows. One of them is American shows अनि Family Fortunes and Family Fortunes हिन्दी भर्जन्स है हामीले अहिलेसम्म पाएको डेटा अनुसार चाहिँ यस्तो शोजहरु चाहिँ जुन चाहिँ हामीलाई चाहिएको डेटा फर्मेटमा चाहिँ यो तीनटा शोजहरु चाहिँ भेट्यो त्यही भएर चाहिँ हामीले यो तीनटा शोजहरु चाहिँ युज गरिरहेको छौं सो मल्टिमोडल डेटासेट भन्नाले obviously त्यही हो द डेटासेट जुन चाहिँ डिफरेंट फर्मेटमा एक्जिस्ट गर्छ त्यसलाई नै मल्टिमोडल डेटासेट भनिन्छ इट कुड बी इन इमेज फर्म इट कुड बी इन अडियो फर्म इभन आवर भिडियो इज अ मल्टिमोडल डेटासेट किनकि त्यसमा अडियो पनि छ एज अ इमेजको फ्रेमहरु पनि छ नि त सो भिडियोलाई पनि हामीले मल्टिमोडल डेटासेट भन्न सकियो सो हजुरहरुले त्यो रिलेट गर्न सक्नुहुन्छ मल्टिमोडल डेटासेट के होला भन्ने जस्तो लाग्यो नि हजुरहरुलाई सो अब चाहिँ हामीले यो चाहिँ मैले क्लिप मात्र राखेको छु हामीले जुन चाहिँ एज अ अमेरिका शोज भन्ने चाहिँ हामीले सो के रे डेटाको लागि युज गरेको थियो त्यसमा चाहिँ यसरी चाहिँ क्वेशन सोधिन्थ्यो के होस्टले चाहिँ क्वेशन सोध्छ हैन समवन मैले अघि हजुरलाई फर्स्टमा सोधे जस्तै अनि होस्टले चाहिँ के गर्छ भने कन्टेस्टेन्टहरुलाई चाहिँ टप 7 टप 6 एन्सर्सहरुलाई चाहिँ प्रेडिक्ट गर्नु अनि त्यसको बेसिसमा चाहिँ तिनीहरुले चाहिँ स्कोर दिन्छ के तिनीहरुलाई कति पैसा कमाउने भनेर सो एमा चाहिँ बेसिकली यो क्वेशन्स पनि अब कहाँबाट आयो यतिकै चाहिँ आको हैन के यो क्वेशन्स पनि अलरेडी 100+ पिपुलहरुलाई चाहिँ के गरिएको भने 100+ पिपुलहरुलाई चाहिँ यो क्वेशन सोधिएर त्यसमा मेजोरिटी अफ द पिपुलले के एन्सर्सहरु चाहिँ रेस्पोन्स दियो त्यसको बेसिसमा चाहिँ टप 5 वा टप 6 एन्सर्सहरु चाहिँ निकालिएको
अनि त्यो टप 6 भित्र चाहिँ कन्टेस्टेन्टले त्यो परेको एन्सर्सहरू प्रेडिक्ट गर्यो भने दे विल गेट द स्कोर हैन अर नट है त सो बेसिकली यो जति पनि क्वेसन छ त्यो अलरेडी भ्यालिडेट भएको हो के 100+ पिपलहरूलाई सोधिएर ओके यो क्वेसन सोध्दा चाहिँ मान्छेले यस्तो सोच्दो रहेछ है एक्चुअलमा चाहिँ मान्छेको दिमागमा चाहिँ यो क्वेसन सुन्दाबित्तिकै यस्तो रेस्पोन्स आउँदो रहेछ भनेर चाहिँ अलरेडी रिफाइन गरिएको डेटा सेट हो यो सोजहरूमा है यसरी क्वेसन सोधिन्छ ड्यास ड्यास हुन्छ पिपल निड टु प्रेडिक्ट द वर्ड एन्ड यसरी चाहिँ प्रेडिक्ट गर्नुपर्छ वर्ड चाहिँ टप 7 है त्यसपछि अब हामीले यो कम्प्लिट थ्रु आउट द प्रोसेस हामीले कसरी डेटा एनोटेट गर्यो कसरी डेटा कलेक्ट गर्यो हजुरलाई जस्तो लाग्यो भने हामीले चाहिँ सुरुमा अभियसली हामीलाई चाहिएको फर्मेटमा ओके हाम्रो कुन फर्मेटमा बेटर हुन्छ त्यो टाइपको भिडियोहरू हामीले खोज्यो हैन सुरुमा त्यसपछि त्यो भिडियो कम्प्लिटली 20 to 25 मिनट्सको भिडियो हुन्छ त्यो हेर्नुपर्ने हैन हेरेर अनि हामीलाई चाहिने क्वेसन्सहरू र एन्सर्सहरू चाहिँ हामीले टेक्स्टमा एक्सेलमा लेखेको पनि छौं अनि प्लस हामीलाई चाहिने जुन चाहिँ मल्टिमोडल भनिसक्यो नि त अघि नै सो हामीलाई इमेज पनि चाहिन्छ टेक्स्ट पनि चाहिन्छ मल्टिमोडल भनेपछि सो त्यही भएर हामीले क्वेसन्सको स्क्रिनशटहरू पनि गरेर राखेको छौं अनि त्यो स्क्रिनशटहरूलाई र हाम्रो क्वेसन्सहरूलाई चाहिँ त्यही अनुसार लेबलिङ पनि गरेको छौं के है सो दिज आर द स्याम्पल्स हामीले चाहिँ यो एक्सेलमा चाहिँ यसरी डेटाहरू स्याम्पल गरेको छ क्वेसन चाहिँ यसरी लेखिएको छ त्यसपछि त्यही अनुसार टप 7 एन्सर्सहरू चाहिँ लेखिएको छ अनि जसरी त्यहाँ इमेजको नेम छ त्यही इमेज अनुसार हामीले चाहिँ यता इमेजहरू पनि सेभ गरिएको छौं यो चाहिँ स्क्रिनशट गरिएको इमेजको है यो चाहिँ हाम्रो इंग्लिश फर्मेटमा भयो जुन चाहिँ क्वेसन्सहरू इंग्लिशमा थियो त्यसलाई स्क्रिनशट गरेर अनि त्यसको नेमिङ पनि हामीले त्यही अनुसार मिलाएर यसरी कलेक्ट गरेको छौं यो चाहिँ इंग्लिश फर्मेटमा यो चाहिँ हाम्रो भयो हिन्दी फर्मेटमा हिन्दी डेटा पनि यसरी कलेक्ट गरिएको छ नेमिङ पनि कन्भेन्सन्स पनि त्यसरी नै हामीले फलो गरिएको छ अनि अहिलेसम्म हेर्नु भन्दा चाहिँ हामीलाई एक्चुअलमा चाहिने चाहिँ 800+ डेटा सेट जति थियो हामीले चाहिँ 800 डेटा सेट अलरेडी कलेक्टेड जसमा चाहिँ हाम्रो के छ भने हाम्रो 800 चाहिँ हाम्रो क्वेसन एन्ड एन्सर बेस्ड टेक्स्ट बेस्ड डेटा छ भने हाम्रो 1005 चाहिँ हाम्रो चाहिँ इमेज बेस्ड डेटा छ है सो हाम्रो अलरेडी अहिलेसम्मको काम भएको चाहिँ हाम्रो फेब्रुअरी एन्डसम्म अलरेडी वी कलेक्टेड द डेटा सो अब वाइ युज है कसैलाई लाग्ला नि त के अरे क्वेसन एन्सर फर्मेटमै किन जाने वाइ नट त्यो हाम्रो सब्जेक्टिभ टाइपको क्वेसनमा किन नजाने त त्यो गऱ्यो नि डेटा पनि राम्रोसँग पाइएला अझ बेटर अन्डरस्ट्यान्डिङ होला जस्तो लाग्छ नि त सो त्यसमा सिम्पल इक्जाम्पल दिन्छु कुनै पनि बच्चालाई हामीले इभ्यालुएट गर्नु छ भने त्यसलाई सब्जेक्टिभ क्वेसन्स दिँदा चाहिँ के हुन्छ भने त्यो बच्चाले मेमोराइज गर्नेको पावर मात्र हामीले इभ्यालुएट गरायो के रेदर देन द अन्डरस्ट्यान्डिङ टु द कन्टेक्स्ट हैन तर त्यो बच्चालाई सेम कन्टेक्स्टमा हामीले इफ एमसीक्यूज टाइपको हाम्रो त्यस्तो अब्जेक्टिभ टाइपको क्वेसन सोध्यौं भने त्यो कन्टेक्स्टमा कतिको अन्डरस्ट्यान्ड गरेको छ बच्चाले त्यो इभ्यालुएट गर्न इजी हुन्छ के त्यही भएर चाहिँ हामीले चाहिँ यस्तो एमसीक्यूज फर्मेटको चाहिँ डेटा सेट कलेक्ट गरेको सो अभियसली हामीले अब फेस प्रब्लम्स भनेको चाहिँ त्यही हो हामीलाई इट्स बिन 5 मन्थ्स हैन कलेक्ट गरेको डेटाहरू अनि सो 10-25 मिनट्सको एउटा भिडियो हुन्थ्यो एउटा भिडियोमा जब 5 देखि 10 वटा क्वेसन हुन्थ्यो म्याक्समा अनि अभियसली 80 देखि 100 वटा भिडियोज हामीले हेरियो सबै डिफ्रेन्ट सोर्सको हिन्दी इंग्लिश हैन त्यसपछि अर्को चाहिँ फाइन्डिङ डिजायर्ड डेटा त्यो फर्मेटमा पाउन र त्यो टाइपको सोर्सहरू पाउन चाहिँ हामीलाई एक्ज्याक्टली गाह्रो नै भइरहेको थियो कि जुन हामीले तीनटा पायौं त्यो सबै हामीले कलेक्ट गरिसक्यौं है अनि आफ्टर दिस वाट त सो अभियसली लास्टमा भनेको चाहिँ हामीले वान्स अब चाहिँ कलेक्ट गरिसक्यो हामीले त्यसपछि अब वी विल बी वर्किङ अन द मोडल प्रिपरेसन्स एन्ड इभ्यालुएसन्स आफ्टर द्याट हाम्रो फाइन्डिङ्स के आउँछ एलएलएम्स को के कस्तो अन्डरस्ट्यान्डिङ रहेछ टुवर्ड्स द ह्युमन रेस्पोन्सेस त्यसलाई पब्लिस गर्ने नै हाम्रो गोल हो